आज हामी एआई को युज गरेर फ्रीमा स्क्रिप्ट वा टेक्स्टलाई भोइस ओभर कसरी दिने त्यो सिक्नेछौँ। यो जेनेरेट गर्नलाई टिटिएस फ्री भन्ने वेबसाइट छ। टिटिएस फ्री, यो फर्स्ट लिङ्कमा क्लिक गर्ने, ट्राई टिटिएस भन्नेमा क्लिक गर्ने र तल खुल्यो। अब हामीले यसमा आफ्नो स्क्रिप्ट पेस्ट गर्ने। अब यसमा यो इन्डिङ भन्ने हटाउनु पर्यो, मेन कन्टेन्ट भन्ने हटाउनु पर्यो, हुक भन्ने हटाउनु पर्यो। अब हामीले यहाँ तल गएर नेपाली भन्ने ल्याङ्ग्वेज चुज गर्नु पर्यो। नेपाली अब यहाँ दुईटा आउँछ है, हेमकला सागर। हामीले सागर मेलमा चाहियो भने मेलमा, मैले अहिले मेलमै गरिरहेको छु है। कन्भर्ट नाउ थिच्ने बित्तिकै एउटा राजाले सानो राज्यबाट सुरुवात गरे र इतिहास परिवर्तन गरिदिए। पृथ्वीनारायण शाह गोर्खाका राजा थिए। त्यसबेला नेपाल धेरै साना राज्यहरूमा विभाजित थियो। उहाँले बलियो सेना तयार पार्नुभयो, एक गर्दै राज्यहरू जित्नुभयो। सन् 1768मा काठमाडौँ उपत्यका जित्नुभयो र नेपाललाई एउटै राष्ट्रका रूपमा एकीकृत गर्नुभयो। उहाँले भन्नुभएको थियो, नेपाल 4 जात 36 वर्णको फुलबारी हो। त्यही सोचले आज हामी एक छौँ। पृथ्वीनारायण शाह एकीकरणका जनक। ठ्याक्कै 31 सेकेन्डको छ, बिचमा अलिअलि ग्याप छ। हामीले ग्याप पछि एडिट गर्ने बेला हटायौँ भने ठ्याक्कै यो 30 सेकेन्ड जतिको भिडियो बनिन्छ। र अब हामीले यो अडियो पनि सिक्यौँ, स्क्रिप्ट बनाउने पनि सिक्यौँ, अनि फोटोबाट भिडियो जेनेरेट गर्ने पनि सिक्यौँ। अब हामी भिडियो कसरी बनाउने यही अडियो युज गरेर त्यो भोलि सिक्नेछौँ।